अब हामी फेरि ओइ झन्डै खसेको ओइ टोइलेट पनि खिच्छ अब यहीँ बस्नु त डल्लेले मलाई हात हाले सएन कि त्यहाँ हातले मात्र छ सानो सैलुङ पनि भन्छ या त ओडार गुफा पनि भन्छ त्यहाँ अहिले चाहिँ पानी छैन पानीको छ नि त आफै बेर्दैछ चोत्न दिनु न भनेर ढुङ्गामा यसरी बनेर बसेको थियो यो चाहिँ त्यो घोच्नलाई हो त घोच्नलाई हो यहाँ रेडी छ सिकार आज बिहान बिहानै अहिले बजिरहेछ 6:30 पानी तत्तिँदैछ घाम भर्खरै उडाउँदैछ छोरीले पानीको छ नि त आफै बेर्दैछ टक्क मर्निङमा मसालेदार ब्ल्याक टी अनि चारन सुरु गर्दै चराहरू रोडको अवस्था यस्तो छ हिजो डेन्जर पानी परेको थियो त्योहरू पनि मजाले खोलेको छ है यति भन्दै ट्याक्क बहिनी पनि अहिले उठेर आइपुगेछ ब्रस गर्दै हाम्रो कान्छो भाइ चोत्न दिनु न भनेर आन्द्राभुरी सफा हुँदैछ हाम्रो यहाँ भान्जा र भतिजले त्यो चाहिँ छ हाम्रो मेन आइटम चपल टक्क स्कुल गएकै छैन हामी आएकोदेखि यो स्कुलको बिल्डिङ हो यिनीहरू स्कुलै पुगेको छैन अब हामी स्कुल जान लागिरहेका छौँ हामी छौँ 3 जना छ सौर्य चङ थापा मगर प्रनिल मगर हामी 3 जना चाहिँ अब जाँदैछौँ ल आहा घामको ट्याक्क सनकिस भन्छ नि यसलाई खै यही हिँड्दा सनकिस गाइजहरू यो बाटो चाहिँ ठ्याक्क अब कति उता लगभग 20 मिटरको दूरीमा त्यहाँ गेट देखिरहेको सक्नु भएको छ त्यो अलिकति जुम गर्नु त्यहाँ ठ्याक्कलाई भयो त्यहाँ अनि देखिरहनु भएको छ अब एकछिन हामी टक्क 3 जना एकछिन घाम ताप्ने मनोरञ्जन गर्ने टक्क यहाँ भ्यू हेर्ने त्यो मासतिरको गाउँलाई चाहिँ नाग्रे गाउँ भन्छ पहिला हाम्रो गाविसा हुँदा चाहिँ नाग्रे गगर चाहिँ गाविसा थियो अनि अहिले गाउँपालिका हुँदा चाहिँ तपाईँको चौरी देउराली गाउँपालिका भयो ठ्याक्क हाम्रो पालिका चाहिँ उ त्यो माथि हो ठ्याक्कै त्यो डाँडाको ठ्याक्कै तल पहिलाको भन्दा चाहिँ धेरै सहज भएको छ बाटोहरू तपाईँले ठ्याक्कै देख्नु जुम गर्दा उ त्यो बाटो माथिको बाटो देखाएको छ अहिले चाहिँ त्यहाँसम्म मजाको पिच छ त्यही भएर हामीलाई खासै फरक पर्दैन पहिला चाहिँ एकदम यात्रा गर्नु गाउँमा आउँदा एकदम मुस्किल हुन्थ्यो भने अहिले त्यहाँसम्म पिच भएको कारणले एकदम आनन्ददायी छ भनौँ न अहिलेको सहज छ 2 पाङ्ग्रे या त 4 पाङ्ग्रे यात्रा गर्न अब हिजो त्यस्तो पानी पऱ्यो खासै काहीँ पनि त्यस्तो इफेक्ट नगरेको होला जस्तो लाग्छ मलाई पनि हुन्छ लडलाई के गरेको कसरी कहाँबाट गएको त्यही हो हाम्रो शेर्पा बारी भने यही हो हेर ऊ पछाडि मध्ये सबभन्दा कान्छो म थियो अहिले ऊ हो क्या अहिले सबभन्दा कान्छो ऊ पछिको जेठो म पछिको माथि हुनुहुन्छ
4-5 जना दाजुहरू ल अहिलेलाई यति नै अब हामी डाइरेक्ट स्कुल पुग्छौँ अनि त्यहाँ भिडियो अन गर्छौँ शारदादेवी हाम्रो चौरी देउराली गाउँपालिका 2 नयाँ बिल्डिङ बन्दै रहेछ बिल्डिङ चाहिँ बन्दै रहेछ बाँकीको 2 बिल्डिङ चाहिँ बनिसकेको छ टक्क ग्राउन्ड देखा पहिला हामी जहिले फुटबल खेल्नु टक्क यहाँ कटरको रुख छ अहिले भलिबल कोर्ट बनाएछ छ अहिले पसलमा जाने मन्दिर 2टा बनेको छ माथि नि एउटा रहेछ तल नि हाम्रो चाहिँ हाम्रो मेन मन्दिर शारदादेवी माई कम्प्युटर ल्याब रहेछ यहाँबाट देखान ल फेसिलिटी कम्प्युटर ल्याब हो हाम्रो काठमाडौँमा भन्दा राम्रो हाम्रो काठमाडौँमा भन्दा राम्रो राम्रो नि यो प्लेग्रुप गाउँ पढ्नु त्यो पनि यस्तो हेर्नु मिल्छ नि त यहाँबाट चट्ट ल ठिक छ अहिले सब ठिक भएछ यो भनेको चाहिँ मिस्टेकबाट नि लेसन लर्नु हुनु हो भनेको अनि साइन्स ल्याब साइन्स ल्याब रहेछ ओके त्यहाँ माइक्रोस्कोप देखिरहेछ फेसिलिटिज धेरै बढेछ राम्रो रहेछ राम्रो रहेछ साँच्ची भने मामा हो सुन्दा राम्रो केजी मजाले कार्पेटवाला रहेछ है डेस्कहरू राम्रो रहेछ सब ठिक छ ल डेस्क जस्तो छ हेर्नु नर्सरुम हेल्थ ओके ठिक छ टोइलेट रहेछ टोइलेट पनि पुगेर टोइलेट पनि खिच्छ सब यही बस्नु मा पानी खाने ठाउँ पनि रहेछ ल अब यहाँ चाहिँ हाम्रो नागथान नागथान होइन त्यो उवालाई हेर्नु छ त्यो ढुङ्गा खै कहाँ अहिले जाउँला उ त्यहाँ माथि छ पहिला काउन्टर ल्याब हुन्थ्यो अनि भोलि हाम्रो प्रिन्सिपलको अफिस ल बुझु हाई भन्नु न हामी मन्दिर जानु रोड पनि हालेर यहाँ पहिलेदेखि थियो त्यो होइन पहिला गोरेटो मात्र थियो नि त ऊ त्यहाँ भित्र भित्र ओडाहरू छिर्नु मिल्छ क्या त्यहाँ चाहिँ हाम्रो मेन पूजा हुन्छ अब त्यही त हो नि पहिला चाहिँ यो थिएन त्यहाँ यत्तिकै हुन्थ्यो होइन मामा अहिले चाहिँ ताल्जा साल्जा हिन्दूमा अब कुखुरा काट्ने बोका काट्ने त्यो चढाउने परम्परा पहिल्यैदेखि चलिआएको यो ढुङ्गामा यसरी बनेर बसेको थियो यो यसरी यहाँबाट तपाईँको देख्यो सर्यो यहाँबाट गएर यसरी सबै घुमेको छ कि त्यो घुमाएको त देखाउनु नसक्ला अहिले त्यहाँ गएर चट्टान चढ्नु पनि यो ठुलो चट्टान चाहिँ यो चाहिँ तलैसम्म छ क्या अनि देख्न सक्नुहुन्छ यो यसरी बनेको छ यो आकृति यो चाहिँ नेचुरल हो कसैले खोपेको होइन यति हुँदै अब हामी फेरि ओइ झन्डै खसेको ओइ अब फेरि हामी घरको भ्लग स्टार्ट गर्छौँ है त तिरप्तीले फ्राई गरेर चाहिँ दामी मैले पार्टीहरूलाई
मेड ड्याडी यो हड्दिँदा आफै सिरायो होला ना 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 दामी भएछ त्यो चाहिँ भाग लाउने हो हाम्रो भतिजले बनाइरहेको छ प्योर घरको पोर्क टक्कै चाहिँ नदेखा भएर टक्कै यसले हप्काउने प्योर जाड सर्भ गर्यो टक्कै यसरी सबैजना सँगै मजाले बसेर खाना लाग्नु भएको छ हालिदेऊ रमेशले नि स्किप गर्यो त दिदी ल यहाँ छ हाम्रो घरको मेरो थालो है यो चाहिँ पुरै गाउँको लोकल चामल दामी हुन्छ यो हेर्दा धेरै जस्तो हलुवा जस्तो देखिन्छ दामी हुन्छ अन्त मुक्सिकाको भतिज देखा हुनुहुन्छ होला अब त चिनिसक्नु होला हुनुहुन्छ होला अब त चिनिसक्नु होला सोयाबिनको बस ठाउँमा बस अब के आउँदैछ दाल नो कम्प्लेन होइन तपाईँलाई खानु सोयाबिन के मस्यौरा थोरै आयो मेन पार्ट आयो काटकुट गरेर अहिले प्लेटमा आइसक्यो हटाइदिएर अझै एउटा थाल चाहिन्छ जिस्काको के दिदी भाइहरू हाल्दिन म छु त साइडमा
त्यो हड्डीवाला हालिदिनु न हालिदिनु गप्पै मा छोरे छोरे मा 2 पिसमा त 2 पिसमा त सुरु भइसक्यो ल सुरु गरौँ 2 पिसमा त भन्नुभएको कति दियो ल यो के हालिरहनु खान्छ छाला खाने हाल्नु भयो के दियो झोलमा ल अब चाहिँ खानु गइरहेछ सुरुवातै दामी बसोबाट हान्दिउँ न अब खाएपछि भेटौँ टक्क भ्यायो है मजा आयो पोर्क गाउँको लोकल पोर्क यसले चाहिँ अलिक खाँदैछन् यहाँ जनताको के भइरहेछ फुल छ त मम्मीको फुल रहेछ हाम्रो यो पुरै चिल्लर पार्टीहरू चाहिँ हाम्रो त्यहाँ पुरै खेत हेर्न जानु लाग्यो हेरिसक्यो खेत हो त डल्लेले मलाई हात हाले सुहाएन कि त्यहाँ हातले हेरिसक्यो खेत हो मेरो पिपुल बुट अहिले त पुरै झम्मिएर पात सात सबै झरेर चैत वैशाखको मौसममा पछि फेरि उगिहाल्छ नि हाम्रो भाइ भाइ अब भाइ यिनीहरूको तर पुच्छर चाहिँ यस्तो घुम्या हुने है पकको जस्तो तान्ने तान्ने सबै किन नसुनेको अब यहाँदेखि चाहिँ टक्क यो त अब हिजोको हजुरहरूको कसले हेर्नु भयो मैले यो बिल्डिङको बारेमा भनिसक्यो यहाँबाट चाहिँ सिधा गएपछि हाम्रो खेत आउँछ अनि साँच्ची त्यो अहिले चाहिँ त्यो चाहिँ झरना हो सानो सैलुङ पनि भन्छ या त ओडार गुफा पनि भन्छ त्यहाँ अहिले चाहिँ पानी छैन पानी भएपछि चाहिँ त्यहाँ दामी यहाँदेखि खतरा झर्ना पर्छ यहाँ तलै यस्तरी यो मकै लगाएकोदेखि ऊ त्यो बोटसम्म अनि उतेको चाहिँ उते त्यो धान लाग्योहरू यो मकै चाहिँ एकचोटि गोडेर राखेको छ अस्तिको असिना पानीले यस्तो भएर चाहिँ त्यो रुखसम्म यो बिचको यो धान के थियो धान हो कि के थियो के रहेछ मैले पनि चिनेन त्यो त त्यहाँ मजाले बाख्रा चराउनु भएको रहेछ यो अनि त्यसपछि हाम्रो ऊ त्यो माथि त्यो चुच्चोमा मन्दिर देखाएको छ त्यहाँ त्यहाँ पूजा गर्छ त्यहाँ टक्क धेरै टाढा छ बस बस गएको है सेतो बस उठ्यो ए बसाइरहेको हेर कस्तो देख्ने है यहाँ बसाइरहेको छ त्यो त ठिक छ भन्नु न अनि हामी हिजो पौडी खेल्न गएको चाहिँ के अरे नुहाउन गएको खोला चाहिँ यो चौरी खोला ठ्याक्कै के भन्दैछ छोरोले चाहिँ मेरो बहिनी भाइ अनि यो चाहिँ भान्जा क्लियर ल अब सर र एकछिन हामी यहाँ डुल्छौँ अनि त्यसपछि घरतिर लाग्छौँ भरे फेरि हाम्रो पोक सेकुवा बार्बिक्यू बाँकी नै छ त्यति बेलै भेटौँला रास्तालाई बिस्ता आइहाल्यो नि क्लिप
3, 2, 1 हो टेकेन हातलाई जाउँ जाउँ बुढो भयो क्या तपाईँ अलिक बुढो भएछ पहिला त फ्यान हानिन्थेँ ल कसरी सिक्नु मैले सिक्ने कहिले आउँथ्यो नि वाउ मामा वाउ भेरी नाइस मामा प्लिज हामीलाई पनि सिकाइदिनु मामा यस्तो गर्ने अनि उल्टो फर्किनु यो चाहिँ मेरो सेतो घोडा यो चाहिँ दाइको घोडा भतिको छ आगामै राख्ने यो चाहिँ हाम्रो एउटा कार्यालय यहाँ फुटबल खेल्न पनि मिल्यो यता टर्नलमा चाहिँ अहिले खोर्सानी खै के रोपेको अनि भ्यू चाहिँ यो रोड यो भइहाल्यो यो चाहिँ टक्क काठमाडौँ नलाए पुरै रेडी अनि हाम्रो मेरिनेट यहाँ टक्क सिकुवा पोल्नको लागि चाहिँ यहाँ छ यो चाहिँ मेरिनेट गरेर राखेको हजुर मिट अहिले फ्रिज स्लो भइहाल्यो त्यो टक्क यहाँ चाहिँ यसरी आगोको छेउछेउमा अहिले त्यो गरेर छ अहिले कोइला भएपछि टक्क बिचमा राख्नुपर्छ सबै यतै हो यहाँ चाहिँ मेरो ड्याडी मम्मी यता काइला यसरी मेकिङ हुन्छ भुजा अर्को फोरेर राख्छु त्यहाँ अझै चिउरा खान्छ कि यहाँ पिसहरू बाँकी छ लाइट छैन यहाँ अब चाहिँ रिबै मात्र छ पकाएपछि यहाँ आउने भने पनि थियो यहाँ सेक्रेटरीले यहाँ काटेर अचार हालेर घुम्ने टक्क यो चाहिँ पुरै फुल पिस गयो अलिकति दुसिसकेको छ बाबा ल आजको यस्तै भइहाल्यो दिन एकदम रमाइलो भयो अब भोलि हामी काठमाडौँ फर्किँदैछौँ आजको लास्ट नाइट बार्बिक्यू पनि एकदम बवाल भएको थियो कि जस्तो चाहिँ अलिअलि बियर खाएर टुच्छ अब अलिकति रमरम पनि भइरहेछौँ अब हामी दाजुभाइहरू टक्कै यहाँ भान्जा भतिजो सबै सुत्न लागिरहेछौँ आजको लागि यति नै भनेर बिदाई गर्न चाहन्छु यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला हजुरलाई भिडियो मनपर्छ भने मात्र सब्सक्राइब गर्नु है फेरि भिडियो मन पर्दैन भने चाहिँ तपाईँले सिप गर्न सक्नुहुन्छ यति भन्दै सबैलाई बिदा चाहन्छु आस्ता ला भिस्ता